नमस्ते एन्ड स्वागत छ मेरो डेली ब्लगमा। आज पनि कुखुराको अपडेट लिएर उपस्थित भएका छौँ। आज हाम्रो कुखुराको 21औं दिनमा कुखुराहरूलाई दिनुपर्ने औषधिहरू, कुखुराहरूलाई दिनुपर्ने व्यवस्थापनहरूको बारेमा फेरि पनि भिडियो लिएर उपस्थित भएका छौँ। भिडियोमा पहिलोपल्ट आउनु भएको छ भने कृपया भिडियोलाई लाइक, कमेन्ट अनि च्यानललाई सब्स्क्राइब गर्नुहोला। बीसौं दिनको कुखुराहरूलाई दिनुपर्ने सब्मिटहरू, दिनुपर्ने यिनीहरूले व्यवस्थापनहरूको बारेमा जान्नको लागि कृपया भिडियोको अन्तिमसम्म हेर्नुहोला। आज हामीले यो कुखुराहरूलाई बिहान चाहिँ हामीले क्याल्सियम युज गरेका छौँ, किनकि 20औं दिनको कुखुरामा वृद्धि विकास एकदम छिटो हुने हुनाले र यिनीहरूको हाइट बढ्ने हुनाले यिनीहरूलाई खुट्टाको लागि एकदम दरिलो बनाउनलाई हामीले बिहान पख क्याल्सियम युज गरेका छौँ। त्यसपछि हाम्रो दिउँसोको टाइममा हामीले यिनीहरूलाई किडनीको औषधि अनि इम्युनिकेयर युज गरेका छौँ। रोगसँग लड्ने क्षमता वृद्धि गर्नको लागि र यिनीहरूको बढ्ने टाइम भएको हुनाले किडनीको औषधि र इम्युनिकेयर चाहिँ हामीले अति आवश्यक रूपमा दिनुपर्ने हुन्छ। यी दुई सब्मिट हामीले बिहान र दिउँसो दिइरहेका छौँ। अनि हामीले बेलुकाको समयमा चाहिँ हामीले रेगुलर रूपमा लिभर टोनिक युज गरिरहेका छौँ, किनकि दाना अति धेरै खाने हुनाले यिनीहरूको पाचन प्रक्रियालाई दरिलो बनाउनलाई हामीले बेलुकाको टाइममा लिभर टोनिक दिइरहेका छौँ। हाम्रो आज 20औं दिनको सब्मिटहरू यही रहेको छ। तपाईहरुको ठाउँमा के युज गर्नुहुन्छ, के सब्मिट दिनुहुन्छ, कृपया कमेन्ट मार्फत लेख्नुहोला। अनि भिडियोमा पहिलोपल्ट आउनु भएको छ भने कृपया भिडियोलाई लाइक, कमेन्ट अनि च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस्तै भिडियो हेर्नको लागि कृपया मेरो च्यानल भिजिट गर्नुहोला र डेली ब्लगमा आउनुहोला। आजको हाम्रो कुखुराको वेट चाहिँ भन्नुपर्दा हाम्रो कुखुराको वेट भनेको पाउने 1 किलो 600 ग्राम, 800 ग्राम र 900 ग्राम भएको छ। तपाईँकोतिर कति छ? 20 दिनको कुखुराको वेट ग्रोथ कतिको छ? कृपया कमेन्ट मार्फत लेख्नुहोला।
र भिडियो मन पर्यो भिडियोलाई लाइक कमेन्ट अनि भिडियोलाई सेयर पनि गर्नुहोला अनि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। आजको भ्लग यही समाप्त भएको छ। फेरि अर्को भिडियोमा भेटौँला। ओके, सी इन नेक्स्ट भिडियो। बाई।